नमस्ते। खास गरेर धेरै मिडियाहरूमा मेरो विषयमा मिम बनाउने कुरा, मलाई जोकर बनाउने कुरा आए। दुर्गा परसाई, मुर्गा परसाई भनेर जुन हिसाब किताबका कुराहरू आए, ती देखेर मलाई अचम्म लाग्यो। म साथीहरूलाई के भन्न चाहन्छु भने 1000 माइलको यात्रा कुनै शून्यबाट सुरु हुन्छ। भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो। यात्रा भनेको पनि एउटा व्यक्तिले नै सुरु गर्ने हो र यस्ता अप्ठ्यारा कुराहरू एउटा व्यक्तिबाटै सुरु हुन्छ र एउटा व्यक्तिबाटै विचार हुन्छ। र दुर्गा परसाई केवल दुर्गा परसाई होइन, आज दुर्गा परसाई एक घर घर दुर्गा, हर हर दुर्गा, घर घर दुर्गा भएको छ। दुर्गा भनेको विचार हो, म होइन, म एउटा व्यक्ति मात्रै हो। त्यसले गर्दाखेरि म तपाईँहरूसँग के भन्न चाहन्छु भने म भागेको होइन। मैले दुईटा केसमा म भागिनँ। यो केसमा म जोगिएको मात्रै हो, किनभने म रहेँ भने यो अभियान सफल हुन्छ, यो जनविद्रोह सफल हुन्छ। म नै रहेन भनेदेखि यो जनविद्रोह त्यत्तिकै दबाएर जान्छ। किनभने पेरुको कहानी म तपाईँलाई पेरुलाई लान चाहन्छु। पेरुमा जब गोन्जालोलाई पक्रेर मारियो, त्यस पछाडि पेरुको जनविद्रोह सकियो। त्यसले गर्दाखेरि म पेरुको गोन्जालो भन्न चाहन्न, म नेपालीहरूको एउटा लिडर भन्न चाहन्छु। नेपालीहरूलाई तपाईँको चाहिँ बचाउन चाहन्छु, नेपाल बचाउन चाहन्छु।